मेस्सीले विश्वकप ट्रफी उचाले। अर्जेन्टिनाले लाखौं समर्थक माझ विजय परेड गर्यो। तर एउटा कुरा धेरै समर्थकलाई थाहा नहुन सक्छ, फाइनलमा मेस्सीले उचालेको ट्रफी र विजय परेडमा बोकेको ट्रफी एउटै थिएन। हो, तपाईले सही सुन्नुभयो। फाइनल जित्ने टोलीले पुरस्कार वितरण समारोहमा सक्कली विश्वकप ट्रफी उचाल्छ, त्यससँग फोटो खिच्छ र उत्सव मनाउँछ। तर उत्सव सकिएपछि त्यो ट्रफी फिफाको नियन्त्रणमा फर्किन्छ र विजेता टोलीलाई फिफा विश्वकप विनर्स ट्रफी हस्तान्तरण गरिन्छ। जुलाई 20 मा न्युयोर्कमा हुने यस विश्वकप विजेता टोलीसँग पनि ठ्याक्कै यही हुनेछ। त्यसो भए सक्कली विश्वकप ट्रफी कहाँ जान्छ त? उत्सव सकिएपछि ट्रफी इटाली पठाइन्छ, जहाँ यसको निरीक्षण र कस्मेटिक टचअप गरिन्छ। त्यसपछि यो स्विजरल्यान्डको ज्युरिक स्थित फिफा मुख्यालयमा फर्काइन्छ र विश्वकप ड्र वा ट्रफी टुर जस्तो विशेष अवसरमा मात्र बाहिर निकालिन्छ। विजेता टोलीले पाउने फिफा विश्वकप विनर्स ट्रफी भने सक्कली ट्रफीको रेप्लिका हो। यो काँस्य अर्थात् ब्रोन्जबाट बनाइन्छ र बाहिरबाट सुनको जलप लगाइएको हुन्छ। तर आखिर फिफाले यस्तो नियम किन बनायो त? यसको पहिलो कारण थियो सुरक्षा। हालको ट्रफी भन्दा अघिको जुल्स रिमे ट्रफी 2 पटक चोरीको शिकार भयो र दोस्रो पटक सन् 1983 मा चोरी भएपछि त्यो सधैँका लागि हरायो। तर चिन्ता चोरीमा मात्र सीमित थिएन। विश्वकप ट्रफी केवल एक पुरस्कार होइन, यो विश्व फुटबलको इतिहास बोकेको प्रतीक हो र यति प्रतिष्ठित ट्रफीलाई पुस्तौंसम्म सुरक्षित राख्नु फिफाका लागि ठूलो जिम्मेवारी पनि हो। किनकि ट्रफी जति धेरै हातमा पुग्छ, दुर्घटना वा क्षतिको जोखिम पनि त्यति नै बढ्छ। यही कारणले फिफाले सन् 2005 मा ट्रफीको रिस्टोरेसन सम्पन्न भएपछि विजेता टोलीले सक्कली ट्रफी 4 वर्षसम्म आफ्नो साथमा राख्न पाउने व्यवस्था अन्त्य गर्यो। रोचक कुरा के छ भने फिफाले अपनाएको त्यो सावधानीको औचित्य 1 वर्षपछि नै प्रभावकारी देखियो। सन् 2006 मा इटालीले विश्वकप जितेपछि विजय उत्सवका क्रममा प्रयोग गरिएको विनर्स ट्रफीको फेदमा रहेको हरियो म्यालाकाइट पत्थरको एउटा टुक्रा निस्किएको कुरा तत्कालीन कप्तान फाबियो कानाभारोले पछि खुलासा गरेका थिए। त्यो ठूलो क्षति थिएन, तर विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतीकलाई जोगाएर राख्नु कति संवेदनशील काम हो भन्ने सम्झाउन त्यो एउटा घटना नै पर्याप्त थियो। सायद त्यसैले विश्वकप ट्रफी संसारकै अनौठो पुरस्कार हो। यसलाई जित्न सकिन्छ, उचाल्न सकिन्छ, तर आफ्नो बनाउन भने सकिँदैन।